ल हाई भनिदिनु म भिडियो बनाएर यहाँ हाई भन्नु मुख देखाएर हाई रे ल ल औँठी पनि लियो मलाई भन्नु लिन आएको कसै कसैको हात अलिकति अवस्था मलाई भन्नु लिन आएको उहाँले पाउनुभयो मलाई चाहिँ चाँदी रे मैले लिइदिएको एनिभर्सरी गिफ्ट हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आफ्टर अ लङ टाइम है। आज हामीहरू लन्डनमा आएको छौँ हाम्रो दिदी भिनाजुकोमा। अनि खासमा चाहिँ हामी हिजो नै आएको हो। अनि हिजो लन्डन आएको हाम्रो सर्टेन एउटा सानो काम थियो लन्डनमा, त्यही भएर लन्डनमा आएको। अब चाहिँ हामीहरू दिदीसँग दिदी म अनि बुढा तिनजना मिलेर चाहिँ हामीहरू लन्डनको कहाँ जान लाग्यो दिदी? एल्बर्टन। तपाईँलाई देखाइ छैन मैले मेरो प्यारी दिदी राम्रो दिदी दिदी इन्ट्रोड्युस गरिदिनु न। तृप्ति दिदी है मेरो प्यार आमाजु दिदी, तर के गरौँ भन्ने बेलामा त दिदी म भन्दा पनि तन्नेरी हुनुहुन्छ। हामीहरू चाहिँ घुम्न जानु लाग्यो जाउँ दिदी। एल्बर्टन जाने होइन हामी अब? एल्बर्टन रे हामी चाहिँ गएको छैन, म दिदीले घुमाउनुहुन्छ। ल हेलो दिदी, हेलो वेलकम टु माई च्यानल। थ्याङ्क यू। केही भनिदिनुहोस् न यस्तो हामी कहाँ जाँदैछौँ के गर्दैछौँ? हामी चाहिँ एल्बर्टन भन्ने ठाउँ जाँदैछु। हजुर। अनि वेस्ट लन्डनमा हो यो चाहिँ। अनि यहाँ चाहिँ मेरो बुढा हाई भनिदिनु। हेलो कति बसी लङ टाइम धेरै भयो है म मेरो जानु भएकोदेखि भिडियो नै बनाएको छैन। आज चाहिँ लन्डनमा राम्रो छ वेदर है, यस्तो छ। अब समर आउनु थालिसक्यो, गर्मी भइसक्यो अहिले त। के मन्दिर छ भने नि त? मन्दिर छ। के मन्दिर हो? एल्बर्टन मन्दिर होला। एल्बर्टन मन्दिर। अब चाहिँ हामीहरू मन्दिर जान्छौँ, यताउति घुम्छौँ, अनि त्यसपछि त्यहाँ पुगेपछि देखाउँछ यता। ल एल्बर्टन मन्दिर हिन्दू मन्दिर आइपुग्यौँ। राम्रो छ। अब हामी भित्र जाने एकछिनमा। कति पछि भिडियो बनाएको, मलाई त कस्तो भिडियो बनाउनु नआस्तो भइरहेछ। आजको वेदर पनि कस्तो राम्रो छ। यस्तो फ्रन्ट साइडबाट यस्तो देखिन्छ, भित्र चाहिँ भिडियो खिच्न चाहिँ दिँदैन अरे, यसो बाहिरबाटै खिचेँ। राम्रो मन्दिर के, वर्क अफ आर्ट हेर्नु न ल है दिदी। यो कति वर्ष पुरानो रे? 20 इयर्स? कस्तो राम्रो रहेछ। ल हाम्रो दिदी यतै हुनुहुन्छ। अब हामी यहाँबाट कहाँ जाने दिदी? अब घुम्ने अब मार्केट जाने। अब हिजो त हामी सौतल गएको थियौँ, राति सौतल गएको थियौँ, मजा आएको थियो हिजो। हजुर कस्तो राम्रो छ। राम्रो है, ब्युटिफुल वेदर। हामी चाहिँ यहाँ यो पुरा यस्तो साडीहरू पसलमा आएको थियौँ, नलिने भन्दै सपिङ गरियो हल्का फुल्का। उहाँलाई चाहिँ पुरा हामी चाहिँ हेरेको दिदी र म, अनि उहाँलाई चाहिँ पुरा अब हेऱ्यो भनेर छटपट लागिरहेछ। राम्रो छ। यस्तो छ। बाई बाई, थ्याङ्क यू। हामी चाहिँ अहिले फेरि भेन्सनको अर्को यसमा आइपुगेको छौँ है, ज्वेलरीमा। यो चाहिँ एकदम सुनभन्दा कम छैन, हराएमा डर छैन है। दिदी छ ठुलो चाहिन्छ मोटो हामी चाहिँ यहाँ नेपाली स्टोरमा आएको यस्तो साग किन्नको लागि। लिस्टमा पनि साग पाउँछ, तर त्यो अर्कै खालको वाला पाउँछ के, रायोको सागहरू पाउँदैन। यस्तो रहेछ यहाँ। रायोको साग मिठो हुन्छ नि यो, झोल राखेर खान। झोल राखेर खाए नि भयो, फ्राई गरेर खाए नि भयो। लाने है मोमो पनि पाउँदो रहेछ ल यहाँ। यो फ्रोजन भन्दा मोमो भन्दा त हिजो हाम्रो दिदीले बनाउनु भएको मोमो दामी थियो, दामी। यो चाहिँ के हो? ए ओके, खसी विथ स्किन पाउँछ होला, स्किन भएको पाउँदैन होला है दाइ?
यहाँ पाउनै पाउँदैन बेच्नु होइन धन्यवाद धन्यवाद दाई ए आसास म निका म हटाइदिन्छु यो ल यो चाहिँ हाम्रो दिदीको घर कस्तो राम्रो छ सबै सपिङ गऱ्यौँ है पुरा साडी सबैजनालाई साडी पर्फ्युम कुर्ता अनि चाहिँ नेपाली मार्केटमा किनेको हामीले चिल्ली तामा साग खसीको मासु अनि दिदीले के देखाउँदै हुनुहुन्छ दिदीको फेरि अर्कै सपिङ यो चाहिँ मेरो भान्जी नानु है त बुन हाई भन्थ्यो इन्ट्रोड्युस गरिदेऊ न मेरो नाम मुनमा भर्खर स्कुलपट्टि आएकोमा गर्मी भइरहेछ कस्तो मजाले बोल्छ क्या उसले उसको एउटा भिडियो हेरेको थिएँ कि त्यो फ्रगवाला कि दिदी फ्रगले के गर्छ यो बल गर्थ्यो रमाइलो भयो कसो भयो दिदी आज एकदम रमाइलो भयो हामी पनि मजाले घुम्यौँ आज साडीहरू अब सबैजनालाई टक्क दिदीले चाहिँ मलाई खक्को खै गर्नुहुन्छ होइन अनि मेरो बुढा चाहिँ यहाँ कति खाएको भन्नुहुन्छ रसपरी कस्तो ठुल्ठुलो रसरी होइन ल यस्तो कप्प मुखमा राखेपछि दिदी कस्तो हुन्छ त अरे खाइदिने हो भने दिदी भोलिदेखि फेरि अब उता पुग्यो एउटा मुला राखिदिनु उसले पनि खान्छ होइन तपाईँ खानुहुन्छ म त्यसैबाट सानो टुक्रा खाउँ कसले दिन्छ तपाईँलाई म त दिन्न कौन है ये लोग कहाँ से आते हैं ये म खाने पुरै हाम्रो दिदीको घर चाहिँ कस्तो राम्रो छ तर म देखाउन चाहन्न पुरै भिडियो अनि देखाउनु न अरे कस्तो राम्रो छ देखाइदिउँ यो त कस्तो टक्क लाएर हुन्छ नि त्यो उमा क्या तपाईँको त्यसलाई ऊ भन्छ नि के भन्छ दिदी हात्ती पनि छ हात्ती सडप राम्रो छ हाम्रो दिदीको घर यस्तो सजाएर राख्नुहुन्छ कि दिदीले दामी पुरा वाइट थिम फुपूको नि हुन्छ दिदी नदेखाउँ भयो फोटो चाहिँ हाम्रो दिदीले हामीलाई यति खुवाउनु भइरहेछ यति हिजोदेखि नै खाएको खै भइरहेछ हाम्रो प्यारी दिदी मन खान्छु मेरो नि खिच्दिनु न दामी कि धेरै गुलियो पनि छैन क्या है तपाईँले याद गर्नुभएको छ उताको कस्तो गुलियो छैन नि त्यस्तो छैन उता त एकदम गुलियो हुन्छ कि कति राम्रो आएको थियो भट्टै लिएर बसेछु दामी कस्तो लागिरहेको छ बुढा बन्दिन हामी चाहिँ खासमा हिजो आएको हो या अनि हिजो चाहिँ हामीले केही भिडियो बनाएन पुरा फ्यामिली टाइम स्पेन्ड गरेर अचानकै अहिले 2-3 दिन भयो के हुन्छ युकेमा यस्तो गर्मी हुन थालेको छ कि दिउँसो आज त बाहिर हेर्दाखेरि त अब हामी त विन्टरको ड्रेसमा नै थियौँ नि त नि यस्तो गर्मी ओहो अचानक आइदियो क्या समर पनि के थाहा छैन अनि हामीहरू चाहिँ हिजो नै आएको थियौँ यता होइन अनि हिजो आएर चाहिँ पुरा फ्यामिली टाइम स्पेन्ड गऱ्यौँ हामीहरूले भान्जा भान्जी दिदीले यस्तो मिठो बनाउनु भएको थियो हिजो त मैले केही भिडियोहरू नै गर्न पाएन क्या तर हाम्रो दिदीले यस्तो दामी मिठो बनाउनु भएको थियो म चाहिँ तर हिजो केही भिडियो नै बनाएँ होइन अनि हाम्रो दिदीले चाहिँ पुरा कस्तो यो पिन्ट्रेस्टमा हुन्छ नि भिडियो त्यस्तै अनि यो चाहिँ मेरो भान्जा भान्जी अब टिकटक बनाउनु लगाएको मेरो भान्जी पुरा रेडी भएर आइसक्यो यहाँ छैन अलिकति क्युट छ राम्री छ हाम्रो भान्जी राम्री छ भने नि वेलकम नखाने अब हामी टिकटक बनाउँछौँ है त अब हामी टिकटक बनाउने And I need one, how much is a kilo? And give me 1 kilo. You can afford JDB from JDB Johnson. गाइज हामीहरू चाहिँ यहाँबाट निस्क्यौँ अघि चाहिँ मैले भिडियो लिन बिर्सेँ किनकि हामीहरू हतारमा निस्केको थियौँ नि त नि अनि दिदीको घर चाहिँ यता भयो हामीहरू चाहिँ निस्क्यौँ अब हामी यहाँबाट चाहिँ आन्टीको घरमा जाँदैछौँ होइन
अनि आन्टी भन्नाले चाहिँ मेरो उता मदर इन लको बेस्ट फ्रेन्ड आन्टीकोमा जाँदैछौँ हामीहरू। सो आजको नाइट चाहिँ आन्टीको घरमा नै हुनेछ। म फ्ल्यास बालेर बोल्दैछु है। सो आजको नाइट चाहिँ आन्टीको घरमा नै हुनेछ। अनि त्यसपछि हामीहरू ब्याक टु लिड्स चाहिँ भोलि हुन्छौँ। अब आन्टीकोमा चाहिँ मिल्यो भने खिचौँला, तर प्रोबेबली हामीहरू खिच्दैनौँ होला होइन। सो अब सिधै भोलि फर्किँदाखेरि भिडियो बनाउनु पर्ला होइन। होइन त आजको दिन चाहिँ एकदमै रमाइलो भयो। हामीहरू चाहिँ मम्मी बाबाहरू जानु भइसकेपछि कस्तो फ्यामिली मिस भइरहेको थियो क्या। अनि यहाँ दिदीकोमा आइसकेपछि चाहिँ कस्तो त्यो हुन्छ नि, आफ्नै घरमा बसे जस्तो फिल भएको थियो। दिदीले यति मिठो मिठो खुवाउनु भएको खक्को खुवाइ गर्ने क्या हामीलाई चाहिँ। यसै त मोटो झनै यहाँ एक दिन मोटो होला जस्तो भइसक्यो। तर केही छैन, अब दिदीहरू हाम्रोमा आउनुहुन्छ सुन चाँडै होइन। सो थ्याङ्क यू सो मच तृप्ति दिदी अनि भिनाजु नानु बाबु सबैजनालाई एकदम थ्याङ्क यू। हामीलाई एकदम यस्तो होमली के भन्छ फिल गराइदिनु भयो। एकदमै रमाइलो लाग्यो हामीलाई होइन। तपाईँलाई कस्तो लाग्यो? एकदम रमाइलो। ल उहाँ चाहिँ अब हामी चाहिँ ढिला भइसक्यो, 7 बजिसक्यो। सो यहाँबाट चाहिँ अब हामीको 1 आवरको ड्राइभ हुन्छ आन्टीकोमा। सो हामीहरू चाहिँ अब त्यहीँ नै जान्छौँ। अब के हुन्छ हेरौँ त्यसपछि है त। हेलो गाइज, गुड मर्निङ। हामीहरू चाहिँ अहिले फार्म ब्रूमा छौँ अङ्कल आन्टीकोमा होइन। सो मैले चाहिँ यहाँ केही पनि क्लिपहरू चाहिँ खिचेन। अब हामीहरू चाहिँ यहाँबाट अल्डरसटमा जान्छौँ। सो अल्डरसट चाहिँ नेपाली मार्केट हो। अनि अल्डरसटमा जान्छौँ होला। अब म प्रपर भिडियो चाहिँ बनाउँदिनँ, किनकि अब अलिअलि गरेर क्लिप चाहिँ राख्छु होला सायद। तर म प्रपर भिडियो चाहिँ बनाउँदिनँ, मलाई पनि अलिकति अड लाग्छ। सो त्यही हो, अब अल्डरसट जान्छौँ। अनि त्यसपछि हामीहरू यहाँ अब आएर के अब यसो मोमोहरू बनाउने भनेर कुरा भएको छ। सो बुहारीको हातबाट आन्टीलाई मोमो खान मन छ भन्नुभएको भएर चाहिँ मोमोहरू यताउति बनाउँछौँ होला सायद। अनि त्यसपछि चाहिँ हामीहरू घर जान्छौँ। आज हामी लिड्स नै फर्किने हो, किनकि मेरो भोलिदेखि फेरि काम छ नि त नि। सो हामीहरू चाहिँ अब हेरौँ के गर्छौँ कसो गर्छौँ कता घुम्छौँ अब हेर्दै गर्नु होला। म मिल्यो भने चाहिँ क्लिप्सहरू राख्छु, नत्र भने चाहिँ म राख्दिनँ होला सायद। गुड मर्निङ। मर्निङ। अब कहाँ जानु त? अल्डरसट र गुम्बा जाने पहिला है। हामी चाहिँ हाम्रो गाडी लिएर नजाने होइन त। अब आज तपाईँलाई गाडी ड्राइभिङबाट छुट्टी कस्तो लागिरहेछ त प्यासेन्जर बन्न? अब बसेस थाल्छ। दिन ठोकेछ त्यहाँ मेरो बुढो के भनौँ यस्तै छ। अब आज चाहिँ अहिले भर्खर बिहानको 10 बजिरहेछ होइन। त्यही भएर वेदर चाहिँ ग्लुमी नै छ। अब आई होप अलिकति गर्मी होस्, तर अहिले चाहिँ दिउँसो चाहिँ एकदमै गर्मी हुन थालेको छ है। म चाहिँ फेरि हेर्नु न यस्तो बुट लाएर आएको छु, यस्तो छेउ भएको छ गर्मीले गर्दाखेरि। तपाईँले मलाई अल्डरसटमा के किनिदिने त आज? नेपाली खोर्सानी त हाम्रैमा पाउँछ। त्यही हो ल है त, सी यू। मैले चाहिँ एकदमै हलाउँदो रहेछ क्या फास्ट यस्तो गरेर, तर हेर्दाखेरि नै कस्तो रिङ्गाटा लाग्ने क्या। ठिकै छ। हामी चाहिँ अहिले फार्म ब्रो भन्नेमा हो। फार्म ब्रोमा हो यो चाहिँ तपाईँको एयरपोर्टबाट चाहिँ नजिकै छ। त्यही हो। हेलो आन्टी, मेरो भिडियोमा हेलो मात्रै भनिदिनुहोस् न। हेलो अङ्कल। हेलो। ड्राइभिङ गर्दैछु अहिले। ड्राइभिङ गर्दै हुनुहुन्छ अङ्कलले। हामी चाहिँ यहाँ पछाडि छौँ अल्डरसट गइरहेको। गोर्खा कप हुने भयङ्कर यो पुरा ग्राउन्डभरि नेपाली नै नेपाली। कति ठुलो रहेछ है। हामी चाहिँ गुम्बामा आएको छौँ होइन। हिजो मन्दिर गयौँ, आज गुम्बा है। हामी एकदम धार्मिक भएका छौँ अहिले। लन्डन आएर यस्तै हो फ्यामिलीसँग। आन्टी चाहिँ एकदम बिजी हुनुहुन्छ फोनमा। बिजनेसम्यान भन्छ नि हाम्रो आन्टी। तर फोटो खिच्दिनँ भनेर। गुम्बा चाहिँ बाहिरबाट यस्तो छ है गाइस। भित्र चाहिँ अलाउ छैन होला सायद। कति वर्षपछि गुम्बा आएको म त। यो चाहिँ अल्डरसट गुम्बा होइन आन्टी? यस्तो छ है। होइन यताको नेपाली
बालो बालो I think it's because of this as well. This thing helps your face. तिमीले राख आन्टीले सामान यही हो है नेपाली अल्ट्रासाउन्ड बजार सबै नेपालीले नेपाली यहाँ चाहिँ पहिला एउटा सुन पसल थियो आन्टीको छैन नेपाली सानो साइज त छैन त्यही ठिक हुन्छ कि ओभर साइज लाउनुहुन्छ नि किनभने भित्र हामीले अब फेरि आमाहरूले त चोलो हाइनेक लाउनुहुन्छ नि त त्यो भएर बुढाले चाहिँ यो लिनुभयो है गोर्खावाला रोयल गोर्खा राइफल्स रे ल यो लिनुभयो उहाँलाई चाहिँ यतिको त लिनु पर्यो यहाँ चाहिँ कस्तो मजाले नेपाली सामानहरू पाउने के है पुरा निटवेयरहरू नेपाली सामानहरू सबै पाउनुहुन्छ यो सबको नाम चाहिँ के थियो दिदीको स्टाइल दिदीको टिकटकमा खुब भाइरल छ उहाँको मैले भिडियो लिएँ ल दिदी लिँदा हुन्छ नि भिडियोहरू लिँदा हुन्छ नि है यस्तै नि त पुरा भाउजूलाई चाहिँ त्यही स्वेटर लियो है यस्तो पछाडि लिदियो लाउँदैन नि पछाडि आउँदैन बुहारीले त्यही ज्याकेटै मन नि लियो है त ल खै लाएर देखाउँ न मजाले डिस्काउन्ट गरिदिनु लाएर देखाउँ न पहिला त त्यहाँ ठिक छैन तिमीहरूले लिजतिर नि एडभर्टाइज गरिदियो नि ए दिदीकोमा हाम्रो त्यो त दिदीको मैले हेरिरहेको हुन्छु तपाईँको टिकटक पनि गरिदियो त अनि तपाईँको टिकटक त हेरिरहेको हुन्छु मैले त भाउजू नभने दिदीले एडभर्टाइज एडभर्टाइज डिस्काउन्ट गरिदिन्छ दिदीले गिफ्ट पनि दिनुभयो ब्याग राम्रो कति क्युट ब्याग मैले देखाइसकेँ ल है सबैजना यहाँ दिदीकोमा आउनु पर्यो लिड्सको योर्कको सबैजना है एकदम मिलाएर दिनुहुन्छ दिदी भीमसेन के भनेर भन्थ्यो नि बाबाले ल युट्युबमा अस्ति बाबाहरू आउँदाखेरि कति यहाँ सबै हाम्रो बाजेहरू हुनुहुँदो रहेछ ल भन्ने बेलामा आउँदैन क्या आन्टीको मुखमा बुढो चाल आएको होइन हेर्ने कथामा हेर्ने कथामा विद्या चापागाया ल राम्रो भएछ है वेदर आज चाहिँ यो त नेपालीहरूले मिलेर बनाएको क्या अरे होइन हो त त्यहाँ त कुल्चिन मिल्दैन होला नजानु ल यस्तो छ है आयो यहाँ पनि म चाहिँ यता छु उता पहिला मम्मी बाबा यहाँ आउँदाखेरि चाहिँ खालि अल्डरसेटको मात्रै भिडियोहरू हेर्दै बस्दै हुने हो क्या ल हेर्नु त बाबा म पनि आइपुगेँ यहाँ जहिले पनि एनी टाइम एभ्री टाइम अल्डरसेटमा नेपाली सपहरू यताउति भनेर हेर्दै गर्नुहुन्थ्यो बाबाले चाहिँ खालि युट्युबमा
आज चाहिँ ल हेर्नु तपाईँको छोरी नै यहीँ हुनुहुन्छ है त यहीँ नै छ है त तपाईँको छोरी नै ल त्यही हो रमाइलो भइरहेछ रमाइलो फिल भइरहेछ आन्टीले हामीलाई मजाले टुर गराउँदै हुनुहुन्छ आन्टी चाहिँ कहाँ जानुभयो उता बस्दै हुनुहुँदो रहेछ मजाको यहाँ आएपछि चाहिँ कस्तो लिफ्ट जानै नमन लाग्यो क्या मलाई त छ्या है है बुढा घर तपाईँलाई घर जान मन छ मलाई त घरै जान नमन लाग्यो जस्तो भयो है त्यस्तो नि त यहाँ अब सबैजना आन्टीहरू दिदीहरू सबैजना हुनुहुन्छ फ्यामिली नै यहीँ भयो अनि त्यहाँ कोही छैन नि त नि अनि कस्तो यहाँ आइसकेपछि चाहिँ बल्ल हल्का कस्तो फ्यामिली फिल भइरहेछ अनि कस्तो जानै नमन लाग्यो क्या तर केही छैन अब हामीहरू यहाँबाट घर जान्छौँ होला अनि घर गएर आज हामी मोमोहरू बनाउँछ आन्टीलाई मेरो हातको मोमो बनाउँछु मोमोहरू खान्छौँ अनि राति बल्ल घर जान्छौँ आजको वेदर पनि कस्तो राम्रो छ दामी छ वेदर पनि समर लगाइसकेपछि युके राम्रो हो क्या विन्टरमा चाहिँ ओहो यस्तो छ है यो चाहिँ आर्मीहरूको केही थियो जस्तो लाग्यो हामीहरू बुढा चाहिँ पुरा बाबालाई भिडियो कल गर्दै देखाउँदै हुनुहुन्छ ल हामी यहाँ आइपुग्यौँ भनेर खै बाबा हो बाबा हुन्छ भिडियो कलमा ल बाबा हामी त यहाँ आयो तपाईँले हेर्थ्यो नि त्यो ठाउँ यहाँ आएको ल हाई भनिदिनु म भिडियो बनाएर यहाँ हाई भन्नु मुख देखाएर हाई रे ल हामीले चाहिँ के देख्यौँ भनेदेखि यहाँ होइन एकदम अचम्म लाग्यो ग्लोबल आइबी ब्याङ्क हो छ त मेरो अकाउन्ट बरु हेर्नु पऱ्यो यार यहाँ अकाउन्ट खोल्नु पर्छ क्या बरु तपाईँको त मिलाउनु मिल्छ फुटाइदिएछ यार सेलिब्रेसन आर्मी रहेछ यहाँ पनि ल औँठी पनि लियो मलाई भन्नु लिन आएको कसै कसैको हात तल्केको अवस्था मलाई भन्नु लिन आएको उहाँले पाउनुभयो मलाई चाहिँ चाँदी रे मैले लिइदिएको एनिभर्सरी गिफ्ट हस् थ्याङ्क यू बिल चाहिँ नदेखाउँ होला अरे कि यो चाहिँ हामी नवीन नवीन ज्वेलर्स भिडियो लिनु मिल्छ नि है भिडियो मिल्छ नि लियो आन्टी लियो तपाईँको छोरालाई नवीन ज्वेलर्सबाट लियौँ खै फेक चाहिँ देखाइदिनु न कसले दिएको रे यो चाहिँ मैले एनिभर्सरीमा दिएको फर्स्ट एनिभर्सरी यो चाहिँ सेकेन्ड एनिभर्सरीको पेन्डिङ थियो दिइहालेँ ल ल धन्यवाद भन्नु धन्यवाद बुढी ल भाइ औँठी पायो मैले पनि पाएँ उसले पनि पायो एउटा चाहिँ मलाई चाहिँ अस्ति खोलिदिनु त खोलिदिनु मलाई चाहिँ अस्तिदेखि एउटा चाँदी जिउमा राख्नुपर्छ भनेको भएर चाँदी मन थियो मलाई चाहिँ बेरुवा चाँदी लिएँ उहाँलाई चाहिँ गोल्डमा चाँदी उहाँले चाहिँ मलाई सिल्भर गिफ्ट गर्नुभएको बुढोले सिल्भर गिफ्ट गर्नुपर्छ अरे क्या राम्रो हुन्छ अरे बुझ्नुभयो हो त्यही हो मलाई चाहिँ यो लिएँ अब थ्याङ्क यू आइसकेको छौँ है अब हाम्रो चाहिँ मोमो म्यास एकदम म्यासिभ मोमो जोइन्ट मोमो पार्टी हुन लागेको छ आन्टीको घरमा आइसकेको छ ल बुहारी मेरो बुहारीले आज कस्तो बनाउँदो रहेछ हेर एक्सपेक्टेसन हाई पनि नराख्नु म चाहिँ भात बाजुर म चाहिँ भात खानु लाग्छु है मेरो भात पनि रेडी भयो अब म चाहिँ भात बाजुर भात नराख त भन्नु पाउँदैन पछि त फेरि नमिठो दिइराख्ला आन्टीले बनाउँदा आउँदैन के नमिठो त भन्दै भन्नु यहाँ राख छोरा म त्यहाँ बस्छु कुनामा त्यो गाइज हाम्रो मोमोहरू चाहिँ पाकिरहेछ अलमोस्ट we've done almost like 20 plates 20 more than that यिनीहरू बाहिर राखिदियो यहाँ चप्लेटहरू पनि चम्चाहरू पनि लगिदियो ल अचार मोमो रेडी भयो पर्दैन म यसैमा खान्छु आन्टी म धेरै खान सक्दिनँ मेरो छोरा बुहारीलाई मोमो बनाइदिनु भएकोमा यो चाहिँ मेरो भयो पहिलोचोटि खाएको है मैले झोल मोमो युकेमा खानु भएको थिएन योभन्दा अगाडि जानेको यो त पहिलोचोटि त हो ल मेरो भयो उता लन्डनबाट निस्किसकेको छौँ अलरेडी है हामी चाहिँ अराउन्ड त्यस्तै 7 बजीतिर निस्केको थियौँ होला अनि
अहिले चाहिँ 1 आवर 1.5 आवर जति हामीले ड्राइभ गरेर हामी चाहिँ यहाँ एउटा सर्भिस स्टेसनमा आएको छौँ। अलिक निन्द्रा लाग्ला भएर चाहिँ अहिले चाहिँ 8:30 बजिरहेको छ कि रातिको। सो अब हल्का निन्द्रा लागेको यस्तो भइरहेछ, त्यही भएर एकछिन यस्तो सर्भिसमा ब्रेक लिन लगाएको। कफीहरू हस्बेन्डले चाहिँ कफी मगाउनु भएको छ, मैले चाहिँ कोल्ड ड्रिङ्क्स अनि चिसो मगाएको छु कि। सो अर्डरको वेटिङमा हो हामीहरू। खासमा आज हामीहरूलाई आउनु त मन थिएन, तर फेरि मेरो भोलि काम छ नि, मर्निङमै काम छ नि त नि। सो आउनै पऱ्यो, के गर्नु। एकजनाको त ड्रिङ्क्स पनि आइसक्यो, मेरो अब लिँदैछु म। के मगायो? मलाई चिसो फ्रापे, अनि अरू? लार्ज फ्रापे मगाएको। कस्तो लागेर छ तपाईँलाई? घर जान मन छ? ए अघिसम्म त नजाउँ ए भन्दै थियो। कोही त्यहाँ टलक्क टल्किरहेछ। मेरो हो समुद्र यो ड्रिङ्क क्यारामल फ्रापे लाटे भन्छ। अनि उहाँको तपाईँको के हो? जस्ट लाटे। जस्ट प्लेन लाटे। त्यो ड्रिङ्क्स खाएको यो चाहिँ ड्रिङ्क्स आएको हेरौँ कस्तो हुन्छ। म चाहिँ युजली स्टारबक्सको खान्छु, म्याकडीको यस्तो खाँदिनँ, तर ट्राई गरिदिउँ न होइन। अब जे छ त्यही खानु परिहाल्यो। मेरो ड्राइभरजी निन्द्राले ढुप्प भए सक्यो यार। अब आजै हो म यस्तो हेभी खाने, आजै लास्ट हो। भोलिदेखि फेरि ब्याक अन डाइट। त्यो दिन खाँदा त म झनै मोटा जस्तो भयो यार। 1 महिना डाइट गरेको थिएँ, 2 दिन खाएर खाएको खाइ गर्दा मोटाइसक्यो। त्यही हो ल। अब हामी एकछिन खान्छौँ अनि इन्जोय गर्छौँ। सो यस गाइज, हामीहरू चाहिँ अब यहाँबाट निस्किन लागेको है। अब हामीलाई चाहिँ त्यस्तो अराउन्ड 2 घन्टा लाग्छ होला है। अब घर पुगिसकेपछि चाहिँ मलाई केही भिडियो बनाउने आँट आउँदैन, गएर सुति नै हाल्ने हो। किनकि अब भोलि बिहानै काम छ नि त, सो गएर सुति नै हाल्ने हो। त्यही भएर अब यहीँ नै भिडियो एन्ड गरिदिउँ ल है। सो मन परेमा चाहिँ प्लिज लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। अब हामी नेक्स्ट भिडियो पनि अब हेरौँ, यस्तै घुम्न गयो भने चाहिँ फर्दर भिडियोहरू लिएर नै आउनेछौँ है। सो ल बाई भनिदिनु। बाई। राम्रोसँग भनिदिनु न। बाई। ओके सी यू बाई।